एक्सप्लेनरमा हामी एउटा धेरै नै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ, नागरिक एप। हामी सबैलाई थाहा छ, सरकारका धेरैजसो कामहरू अब कागजबाट शिफ्ट भएर डिजिटल इकोसिस्टममा जाँदैछन्। र यसको मेन आधार भनेको नै नागरिक एप हो। यो एउटा यस्तो डिजिटल सेवा हो जसले नेपालमा सरकारी सेवा लिने तरिकालाई लिटरली पुरै चेन्ज गर्दैछ। तर एउटा ठूलो प्रश्न उठ्छ नि, हैन? के यस्ता डिजिटल प्लेटफर्मले सच्चै नै सरकारी कार्यालयका ती लामो लाइनहरूलाई हटाएर लाइन होइन अनलाइन भन्ने नारालाई सार्थक बनाउन सक्छ त? आज हामी विभिन्न स्रोतहरूको आधारमा यसै कुरालाई प्रश्न पार्नेछौँ। यो प्रस्तुतिमा हामी के कुरा कभर गर्छौँ त? 1. डिजिटल सुशासनतर्फको यात्रा। 2. एप दर्ता प्रक्रिया। 3. दर्ता गर्दा आउने समस्या र तिनका समाधान। 4. आधिकारिक कागजातहरू लिङ्क गर्ने तरिका। 5. आवश्यक सेवाहरूमा पहुँच। र 6. डिजिटल भविष्य। त्यसो भए आउँदै गर्नुहोस्, पहिलो खण्डबाट सुरु गरौँ, डिजिटल सुशासनतर्फको यात्रा। एकदम प्र्याक्टिकल भएर सोचौँ न। परम्परागत रूपमा कुनै पनि सरकारी सेवा लिन, जस्तै मानौ प्यान कार्ड नै निकाल्नु पर्यो भने आन्तरिक राजस्व कार्यालय जानु पर्थ्यो, लामो लाइनमा बस्नु पर्थ्यो, पूरा दिन त्यही बित्यो। तर अब नागरिक एप आएपछि तपाई आफ्नै स्मार्टफोनबाट यस्ता सेवाहरूको लागि आवेदन दिन सक्नुहुन्छ। त्यो पुरानो झन्झटबाट नयाँ डिजिटल युगमा यो एउटा ठूलो गेम चेन्जर नै हो। विश्व बैंकको एउटा रिपोर्ट अनुसार फेडरल गभर्नमेन्टले यो ई नागरिक एप्लिकेसनलाई सिधै राष्ट्रिय परिचय पत्र प्रणालीसँग जोडेको छ। यसले गर्दा तपाईको बायोमेट्रिक र डेमोग्राफिक डेटा एकदम सेफली उपयोग हुन्छ। यसको मेन गोल भनेको नै स्रोतको उचित प्रयोग गर्ने र सेवामा सुधार ल्याउने हो। अब जाउँ दोस्रो खण्डमा, एप दर्ता प्रक्रिया। म तपाईहरुलाई नागरिक एपको अकाउन्ट खोल्ने दुईवटा सजिलो तरिकाहरू बताउने छु। तरिका नम्बर 1, मोबाइल नम्बर मार्फत। सबैभन्दा पहिले नागरिक एप डाउनलोड गरेर ओपन गर्नुहोस्। आफ्नो भाषा छानौट गरी रजिस्टरमा क्लिक गर्नुहोस्। अब आफ्नो मोबाइल नम्बर राख्नुहोस्, तर ध्यान दिनुहोस् है, जुन सिम तपाईकै नागरिकताको नाममा दर्ता भएको छ त्यही हुनुपर्छ। मोबाइलमा आएको ओटीपी कोड राखेर भेरिफाई गर्नुहोस्। त्यसपछि आफ्नो नागरिकता नम्बर, जारी भएको जिल्ला र जन्ममिति भर्नुहोस्। तपाईको अकाउन्ट तयार हुनेछ। तरिका नम्बर 2, अन्य सरकारी डकुमेन्ट मार्फत। यदि मोबाइल नम्बरबाट भएन भने तपाईले नागरिकता बाहेक आफ्नो पासपोर्ट, ड्राइभिङ लाइसेन्स वा भोटर आईडी को विवरण प्रयोग गरेर पनि अकाउन्ट खोल्न सक्नुहुन्छ। आफ्नो सही विवरण भर्नुहोस्। सिस्टमले सरकारी रेकर्डसँग म्याच गरेपछि अकाउन्ट तुरुन्तै एक्टिभेट हुनेछ। एकदमै सिम्पल छ। तेस्रो खण्डमा छलफल गरौँ, दर्ता गर्दा आउने समस्याको समाधान। हुन त प्रोसेस सिम्पल छ, तर धेरै प्रयोगकर्ताहरूले भोगेको सबैभन्दा ठूलो एउटा प्रब्लम छ सिम कार्ड भेरिफिकेसन फेलियर। प्रयोग भइरहेको सिम कार्ड ठक्कै आफ्नै नाममा दर्ता छैन भने सिस्टमले आवेदन रिजेक्ट गरिदिन्छ। यो धेरैको केसमा हुन्छ। सो यसको सल्युसन के त? सबैभन्दा पहिला आफ्नो सिमको मालिक को हो भनेर जाँच गर्नु एकदम जरुरी छ। एनटीसी चलाउनेहरूले *922# र एनसेल चलाउनेहरूले *9966# डायल गरेर सजिलै हेर्न सक्नुहुन्छ। यदि अर्को व्यक्तिको नाममा छ भने नजिकैको टेलिकम अफिस गएर त्यसलाई आफ्नो नाममा ट्रान्सफर गरिहाल्नुहोस्। यो ट्रिक एकदमै असरदार छ। अर्को कमन प्रब्लम भनेको नागरिकताको विवरण नमिल्नु हो। गृह मन्त्रालयको पुरानो डेटाबेसमा केही स्पेलिङ फरक पर्ने वा डेटा अपडेट नभएको कारणले गर्दा धेरैले लगइन नै गर्न सकिरहेका छैनन्। यदि तपाईलाई पनि यस्तो डेटा मिसम्याचको प्रब्लम आएको छ भने आफ्नो भौतिक कागजातमा जस्तो स्पेलिङ छ ठक्कै त्यही नै राख्नुपर्छ। भावलहरू जस्तै ई र ई मा विशेष ध्यान दिनुहोस्। र एउटा रमाइलो कुरा, धेरै प्रयोगकर्ताहरूले आफ्नो फोनको डार्क मोड अन गर्दा डेटा भर्न बग आएको रिपोर्ट गरेका छन्। त्यसैले एप चलाउँदा डार्क मोड अफ गर्नुहोस्। इन्टरफेसका लगभग सबै ग्लिचहरू आफै हटेर जान्छन्। चौथो खण्ड छ, आधिकारिक कागजातहरू लिङ्क गर्ने। नागरिक एपलाई तपाईं एउटा डिजिटल वालेट जस्तै सोच्न सक्नुहुन्छ। यसमा तपाईले आफ्नो मसिन रिडेबल पासपोर्ट, भोटर आईडी कार्ड, एसईई वा +2 को एजुकेशनल सर्टिफिकेट्स र ड्राइभिङ लाइसेन्स समेत लिङ्क गर्न सक्नुहुन्छ। यसको मतलब के हो भने अब सबै महत्त्वपूर्ण कागजपत्रहरू झोलामा बोकेर हिँड्ने झन्झट नै भएन। सबै कुरा आफ्नै फोनमा डिजिटल रूपमा सुरक्षित हुन्छ। पछाडा खण्डमा जाऊ, आवश्यक सेवाहरूमा पहुँच। सबैभन्दा धेरै खोजिएको सेवा मध्ये एउटा हो प्यान रेजिस्ट्रेसन। स्रोतहरूका अनुसार
एपको प्यान खण्डमा गएर नजिकको राजस्व कार्यालय छान्ने, आफ्नो पासपोर्ट साइजको फोटो अपलोड गर्ने र आवेदन बुझाउन सकिन्छ। घरमै बसी 10 डिजिटको युनिक ट्याक्स आइडेन्टिटी नम्बर पाउन सकिन्छ। लाइन बस्ने झन्झट लिटरली जीरो। प्यान बाहेक पनि यसमा धेरै कुरा छन्। सवारी साधनको कर तिर्न र नवीकरण गर्न, नागरिक लगानी कोष वा सामाजिक सुरक्षा कोषको अवस्था हेर्न, पुलिस क्लियरेन्स रिपोर्ट ल्याउन र स्थानीय सरकारको कर बुझाउने जस्ता धेरै सुविधाहरू तपाईँ एउटै एपबाट प्राप्त गर्न सक्नुहुन्छ। यसले के प्रश्न गर्छ भने यो युनिफाइड डिजिटल इकोसिस्टम सच्चै नै कति विशाल र व्यापक छ। र आजको अन्तिम खण्ड, डिजिटल भविष्य। स्रोतमा उल्लेखित यो एउटा उक्तिले धेरै कुरा बोल्छ। यो एपले डिजिटल नेपाल फ्रेमवर्क प्रतिको सरकारी उत्साहलाई प्रतिबिम्बित गर्दछ, जसको उद्देश्य सार्वजनिक सेवालाई पारदर्शी, भ्रष्टाचार मुक्त र सुशासनयुक्त बनाउनु हो। नागरिक एप केवल एउटा मोबाइल एप मात्र पक्कै होइन। यो डिजिटल नेपाल फ्रेमवर्कको एउटा मुख्य आधारस्तम्भ हो। प्रशासनिक काममा हुने ढिलासुस्ती र भ्रष्टाचारलाई घटाउँदै सेवालाई छिटो छरितो बनाउने यो डिजिटल क्रान्तिको एउटा ठूलो पाइला हो। अन्त्यमा जतिकै सुविधा भए पनि एउटा मुख्य प्रश्न बाँकी नै रहन्छ। जब धेरैभन्दा धेरै सरकारी सेवाहरू अनलाइनबाटै हुन थाल्छन्, तब आगामी दशकमा डिजिटल साक्षरता अर्थात् डिजिटल प्लेटफर्म चलाउने ज्ञानले नागरिकको सेवामा पहुँचलाई कसरी आकार देला? के सबै नागरिकले बढिरहेको यो टेक्नोलोजीसँगै समान फाइदा लिन सक्लान् त? आजको यो एक्सप्लेनरमा यति नै। हामी आशा गर्छौं यसले तपाईहरूलाई नागरिक एपको बारेमा गहिरो बुझाइ प्रदान गर्यो। फेरि यस्तै रोचक विषयमा छलफल गर्ने नै छौं। भिडियो मन परेमा लाइक र शेयर गर्नुहोस्। यस्तै जानकारीका लागि पेजलाई फलो गर्नुहोस्। हेर्नुभएकोमा धन्यवाद।